जो तलतिर जो तल फ्लोफुलो मान्छे हुन्छ नि तिनलाई साइड गर्न लाइने हेलो साथीहरू, हामी चाहिँ राइलीसम्म पनि होइन पुगेको छौँ। अनि उहाँको हरियाली, उहाँको होइन यो चाहिँ राम्रो एउटा होइन यति राम्रो यो दृश्य, राम्रो दृश्य छ त्यहाँ यति राम्रो झरना। अनि भन्छ नि अनेकौँ छ कि त्यहाँको यताउता रोडहरू यता राम्रो छ नि त, त्यहाँ बब्बाल छ कि त्यो हजुरले यहाँको यो हुन्छ नि तर सिन मात्रै हेरिदिनु होला। तर हजुरलाई मनमा लागेको कुराहरू चाहिँ अनिवार्य कमेन्ट बक्समा चाहिँ अवश्य लेख्नु होला। अनि हजुर उहाँको मान्छे हुनुहुन्छ कि अन्त कतैको मान्छे हुनुहुन्छ, म यहाँको मान्छे हो भनेर मैले पनि हेरिरहेको छु भनेर भनिदिनु होला है त। यहाँ चाहिँ हजुरले हेर्नुभयो भने यहाँको रोडहरू, यहाँको दृश्य सबै राम्रो छ। तर अलिकति होइन अप्ठ्यारो यो भिडहरूमा चाहिँ साह्रै अप्ठ्यारो छ होइन, मान्छे पनि होइन धेरै अप्ठ्यारो छ कि है त। हजुरले हेर्नुभएको दृश्य चाहिँ यो माफु भयो, त्यहाँपछि यो राइली भयो, राइलीमा अनि त्यो मेला लाग्ने ठाउँ यताउता सबै तपाईँले हेरिसक्नु भएको छ होइन फाइनली। तर त्यहाँको यो वातावरण चाहिँ धेरै राम्रो छ कि त्यो बब्बाले यस्तो लाग्छ त्यही होइन एउटा घर त त्यही हाल्नै पर्छ जस्तो लागिरहेको छ फाइनली होइन साथी। अनि तर चाहिँ बबाल नै छ होइन, जे होस् पाडामा चाहिँ होइन अझै पनि त्यहाँ बहुत अप्ठ्यारो छ, भिडहरू धेरै छ। अनि त्यहाँ चाहिँ कति मान्छेको निधनहरू हुन्छ त्यहाँ, मैले चाहिँ यो सुनेसम्म है मैले सुनेको छु होइन। यताउता त्यस्तो पनि त्यहाँ कोही मान्छे लडेर मर्छ, अनि त्यहाँ कोही घाँस काट्न गएको बेला यसरी अन्जानमा होइन झुक्किएर पनि लड्छ अनि मरेको छ अरे भन्ने यस्तो कुराहरू सुन्छौँ हामीहरू।